ए युएस आउँदाखेरि के प्रब्लमहरू फेस गर्यो भनेको अब ए भाइ दाइको फेरि प्रब्लम थाहा छ नि भाइ तँलाई यहाँ दाइकोसँग त्यो दाइ र प्रब्लमको कस्तो रिस्ता छ भनेर तँलाई थाहा छ नि भाइ ओभर वान साइडेड लभ हो भाइ प्रब्लमले मलाई ओभर वान साइडेड लभ गर्छ बुझिनुहोस् तर युएस आउँदा भाइ मलाई प्रब्लम अब भाइ होइन यस्तो नसुन मेरो भाइ लाइफ यार भाइ अब भाइ युएसए आएदेखिको यहाँसम्म भाइ लाइफ कस्तो भइसक्यो भने त सोच्दै सोच्दैनस् भाइ मैले सोचेकै थिइनँ म यहाँ बसेर यसरी तिमीहरूसँग बोल्दै हुन्छ भने सोच्दिनँ भाइ प्रब्लमहरू सबै त्यो प्रब्लमले ल्याएको भाइ प्रब्लमले ल्याएको बुझिनस् भाइ यहाँ बुढी अर्कोसँग हुँदै चिकेर जाने हुँदै चिक्ने के बोलेको मैले तर त्यो होइन बुझिदिनुहोस् जमानामा हो त्यस्तोहरू भएदेखिको लिएर ब्रोक्यास झन्डै होमलेस हुनुदेखि लिएर बुझिनुहोस् के हो के नि भाइ यहाँ मेन भनेको के हो भाइ जिन्दगीमा प्रब्लम मेन प्रब्लम के हुन्छ पैसाले त हुन्छ नि भाइ प्रब्लम मेन तसँग पैसा छ भने सबै सल्भ हुन्छ क्या बुझिनुहोस् प्रब्लम भनेको पैसा हो क्या भाइ पैसा छ प्रब्लम सल्भ हो क्या भाइ त्यो 99 प्रब्लम सल्भ हो क्या भाइ पैसाले बुझिनुहोस् पैसाले सल्भ हो क्या पैसा छैन प्रब्लम त्यो हो अनि त्यही हो अब जमानामा रेला गर्यो सेभ गरिएन यहाँ युएसए हो भन्यो होइन अनि ब्रोक भाइ अब त्यस्तै भाइ त्यो छोड्न भाइ त्यो प्रब्लमहरू त्यो अहिले भन्नु थाल्यो भने म अहिले डिप्रेसनमा कहिले गएन भाइ यति हो